नमस्कार। मेरा 2-4 शब्द हजुरहरूको लागि। अनि जसको व्यवहार यस्तो छ अनि जसलाई यी व्यवहारबाट दिक्क लाग्छ उहाँहरूले सुझाव सल्लाह दिनु होला है त। लाइक र कमेन्ट गर्नु होला। अनि मैले भनेको गलत छ कि सही छ भनेर। अनि हाम्रा कतिपय महानुभावहरू कस्ता हुनुहुन्छ भन्दा के रे उहाँहरू अलिकति राजाहरू भन्दा पनि ठुला बडा भएको हो कि सायद उहाँहरूको जुत्ता चप्पल अलिक महँगो हो कि। अनि घरमा सबैले गेटमा जुत्ता चप्पल राम्रोसँग बाहिर मिलाएरै राखिरहेछ, खोलिरहेछ भन्ने देख्दै जान्दा जान्दै पनि सरासर घरभित्रै कोठाभित्रै चप्पल जुत्ता लगाएर जानु मन लाग्ने। अनि उहाँहरूलाई किन त्यस्तो लाग्छ, के कारणले उहाँहरूको जुत्ता महँगो भएर या हराउँछ भन्ने भएर या त म जस्तो ठुलो बडा कोही पनि छैन जस्तो भएर हैन। घरमा झाडु पोछा गरिन्छ, केटाकेटी बस्छन्, खेल्छन्, झरेको खान्छ, अनि बाहिर पेटीहरूमा बसिन्छ हैन। अनि तिनै कपडासँग फेरि बिस्तारामा गइन्छ। त्यो त उहाँहरूको घरमा पनि हुन्छ होला नि त। अनि अर्काको घरमा जाँदाखेरि चाहिँ लापरवाही गरिदिने, अनि देख्दा त सबैलाई रिस उठ्छ। छोरा मान्छे पनि कति सरसफाइ गर्नुहुन्छ भने उहाँलाई पनि रिस उठ्छ, अनि छोरी मान्छेलाई पनि रिस उठ्छ। सबै छोरा मान्छे यस्तै हुनुहुन्छ भन्ने मात्र होइन, छोरी मान्छे पनि हुनुहुन्छ, कतिपय हुनुहुन्छ। अनि जो हुनुहुन्छ उहाँहरूले विशेष गरेर ध्यान दिएर सुन्नु। अनि हजुरको आँखाले देखिँदैन र दिमागले सोच्न सक्दैन कि अर्काको घरमा जाँदा जुत्ता चप्पल अरूको गेटमा खोल्नुपर्छ कि भित्र लगाएर जानुपर्छ भनेर ध्यान हुनु पर्दैन र। आजसम्म जे गर्नुभयो, अब आइन्दा यस्तो नगर्नु हेर्नु। अनि त्यस्तो पाहुना मेरो घरमा पनि आएको मलाई मन पर्दैन, अर्काको घरमा पनि सायद कसैलाई मन पर्दैन होला। छोरी मान्छेलाई सबैलाई गाह्रो हुन्छ सरसफाइ गर्न। उसले सरसफाइ राखेछ भर्खर, अब झाडुमा त झन् पोछा लाउन कति गाह्रो हुन्छ। चिसो पानी छुनै कसैलाई पनि मन लाग्दैन। अनि भर्खर पोछा लगायो, त्यसपछि एक त सुक्दा पनि सुक्दैन, अनि त्यसमाथि आउनुभएको महानुभाव चाहिँ जुत्ता चप्पल स्वाइके फोरो गु यताउता बाहिर हुँदै। अब टोयलेट बाहिर फोरो हुँदैन भनेर के गर्नु, बच्चाको डाइपर साइपर फाले हुन्छ, कुकुरले त्यहीँ हगिदिन्छ, दिसा पिसाब गरिदिन्छ, फोरो त हुन्छ नि त। अनि तिनै चप्पलसँग भित्र गइदिनुहुन्छ। अब पारा त सन्किन्छ, भन्न के भन्नु। ओहो, फेरि भन्यो भने नराम्रो पो मान्ने हो कि। गाह्रो छ नि त होइन, सबैको चित्त बुझाउन त सकिन्न। अनि कति ठुलो भएको, एक दिन म झुक्केर लगाएर फेरि राम्रोसँग भन्यो भने होइन म झुक्किएछु। किन झुक्किन्छ, जुत्ता चप्पल खोल्न भने बाहिर झुक्किन्छ, आफै भन्नुहोस् त। चाहिने कुरा गर्नुपर्छ नि। त्यसैले अब आइन्दा यस्ता काम नगर्नु। आजसम्म गर्नुभयो ठिक छ, छुट भयो। अब आइन्दा जुत्ता चप्पल गेटमै खोलेर जानुपर्छ भनेर चाहिँ भन्नुपर्यो कि त सबको गेटमा घमण्ड र जुत्ता चप्पल बाहिरै छोडेर आउनुहोस् भनेर चाहिँ बोर्ड बनाएर राख्नुपर्ने भयो।